के छ साथीहरू, आशा छ तपाईँहरू सन्चो हुनुहुन्छ। म पनि सन्चै छु। आज म तपाईँहरूलाई एउटा रमणीय घुम्ने ठाउँ जुन कि निजगढमा स्थित भ्यू टावर भनेर चिनिन्छ त्यो घुमाउन देखाउनको लागि तपाईँहरूलाई गइरहेको छु। तपाईँहरू भिडियोलाई अन्तसम्म हेरिदिनु होला। आशा छ तपाईँलाई राम्रो लाग्नेछ। मेरो भिडियो यसरी हेर्न सक्नुहुन्छ। यति राम्रो राम्रो दृश्यहरू मैले कैद गरेको छु र यसमा अझै रमणीय दृश्यहरू मैले राखेको छु कैद गरेर। भिडियो अन्तसम्म हेरिदिनु होला। आज हामी बाघमा आइसकेको छ। बाघ यसरी हेर्न सक्नुहुन्छ तपाईँहरू। यसरी हेर्नुहोस् कति राम्रो भ्यूहरू पनि रहेको छ र एकदम यो तपाईँको निजगढको निजगढ भन्ने ठाउँमा स्थित यो बाघ भनेर चिनिन्छ। यसरी हेर्न सक्नुहुन्छ। यसरी बाघको स्टुपा पनि बनाइएको छ र धेरै राम्रो दृश्यहरू पनि रहेको छ। तपाईँहरूलाई अझै अगाडि भिडियोमा अझै देखाउन गइरहेको छु। तपाईँहरू अगाडि हेर्नु होला। यसरी हेर्न सक्नुहुन्छ। यसरी भ्यूहरू पनि एकदम राम्रो रहेको छ। ल अगाडि छ। ल अब अगाडितिर लागौँ हामी। यहाँ यतातिर सिडी चढ्ने सिडी माथि जाने सिडी रहेको छ र हामी अब तर्खरमा छौँ। माथि जाने बाटो हेर्दैछौँ र यसरी हामी अब दृश्यहरू हेर्नुहोस्। एकदम रमणीय दृश्यहरू, मनमोहक दृश्यहरू रहेको छ यहाँ। तपाईँहरू पनि एकचोटि अवश्य यहाँ नजिकमा हुनुहुन्छ भने निजगढको छेउमा र कतै प्लानिङ गर्दै हुनुहुन्छ तपाईँहरू घुम्नको लागि यता निजगढ भ्यू टावर भन्ने ठाउँमा एकचोटि अवश्य आउनु होला र मनोरञ्जन गरेर जानु होला। एकचोटि अवश्य यहाँ हेर्न सक्नुहुन्छ। एकदम रमणीय, एकदम शान्ति पिस ठाउँ भनेर पनि रहेको छ र यसरी हामी लाग्दैछौँ अब माथितिर। तपाईँहरूलाई अझै राम्रो दृश्यहरू र माथिको दृश्यहरू पनि हेराउने नै छु। तपाईँहरू भिडियोलाई नस्किप गरेर हेरिदिनु होला। फुल भिडियोलाई अन्तसम्म लास्टसम्म हेरिदिनु होला। आशा गरेछु तपाईँहरूलाई मैले कैद गरेको यो दृश्यहरू एकदम रमणीय लाग्नेछ तपाईँलाई। अझै ल अब लगाउँ। हामी लागिरहेछौँ माथितिर। यसरी स्टेप बाई स्टेप सिडी पनि बनाइएको छ र यसरी दृश्यहरू रमणीय कैद गर्दै म अगाडितिर बढ्दैछु र यसरी म मेरो साथीहरूलाई पनि हेर्न सक्नुहुन्छ। अगाडितिर लाग्दै यसरी सिडी चढ्दै हामी माथितिर लाग्दैछु। यसरी मान्छेहरूको घुइँचो पनि यहाँ लागेको छ र यहाँ अब हामी माथिको तिर आइसकेका छौँ। अब यो साइडमा हेर्न सक्नुहुन्छ। यसरी रमणीय दृश्यहरू यसरी हेर्नुहोस्। मान्छेहरूको घुइँचो त एकदम रहेको छ। यो हेर्न सक्नुहुन्छ मान्छेहरूको घुइँचो। यो यसरी यहाँ हेर्न सक्नुहुन्छ। यसरी बस्ने ठाउँ पनि बनाइएको छ र तपाईँहरू यहाँ आएर एकदम मनोरञ्जन, एकदम शान्ति यहाँ हेर्न सक्नुहुन्छ। तपाईँहरू यहाँ मन्दिर पनि रहेको छ र यहाँबाट तपाईँहरूलाई एकदम राम्रो दृश्यहरू यसरी म कैद गरेको दृश्यहरू हेर्न सक्नुहुन्छ। तपाईँहरू यसरी हेर्नुहोस् सूर्यको कति राम्रो भ्यू आउँदो रहेछ यहाँबाट। यो नेपालको झन्डा पनि रहेको छ। यसरी हेर्न सक्नुहुन्छ। यहाँको दृश्यहरू एकदम रमणीय दृश्य हेर्न सक्नुहुन्छ। यहाँ एउटा मन्दिर पनि बनाइएको छ र तपाईँहरूलाई स्पष्ट अगाडिदेखि म तपाईँहरूलाई रहन गइरहेको छु। यसरी हेर्न सक्नुहुन्छ। एउटा मन्दिर पनि बनाइएको छ। यसरी यहाँ तपाईँहरू आएर एकदम पिस शान्ति अनुभव गर्नुहुन्छ र यहाँ मन्दिरको दृश्य हेर्नुहोस् कति राम्रो दृश्य। एउटा पहाडको भेगमा एउटा यो निजगढ भ्यू टावर रहेको छ र तपाईँहरूलाई जानकारीको लागि यहाँ यो भिडियोमा कैद गरिरहेको छु र तपाईँहरू पनि यहाँ आएर आफ्नो परिवारको साथमा बच्चा
जीको साथमा आएर तपाईँहरू पनि यसको आनन्द लिन सक्नुहुन्छ र यसरी हेर्न सक्नुहुन्छ। माथिबाटको तलको दृश्यहरू त एकदम रमणीय मनमोहक दृश्य रहेको छ र यसरी हेर्न सक्नुहुन्छ। डाँडा काँडा जस्तै यहाँ नेपालको झन्डा पनि लगाइएको छ। यो त अझै यहाँको सौन्दर्यता झल्काउन र यसरी हेर्न सक्नुहुन्छ। साथीहरूलाई हेर्न सक्नुहुन्छ हात हलाउँदै मलाई सम्बोधन गर्दै हाई गर्दै मनोबल बढाउँदै अझै राम्रो अगाडि बढ्नुहोस् भनेर मलाई सम्बोधन गर्दै हात हलाउँदै यसरी अझै राम्रो मनमोहक दृश्यहरू कैद गर्नु भनेर मलाई सम्बोधन गर्दै यसरी हेर्न सक्नुहुन्छ। मान्छेहरूको घैँचो र यहाँ मन्दिरको दृश्यहरू, यहाँ तलको दृश्य हेर्नुहोस् कति रमणीय रहेको छ। भिडियो एकदम राम्रो रहेको छ। तपाईँहरू एकदम कमेन्ट राम्रो आफ्नो प्रतिक्रियाहरू दिनुहोला। आशा छ आगामी दिनमा म अझै राम्रो प्रयास गर्नेछु, अझै राम्रो दृश्यहरू क्याप्चर गरेर तपाईँहरूको समक्ष पुर्याउने प्रयास गर्नेछु र तपाईँहरूलाई आशा छ मेरो भिडियो राम्रो लाग्नेछ। यसरी हेर्न सक्नुहुन्छ। फेरि एकचोटि मैले भगवानको आजको लागि यतिकै। राम्रो लाग्यो भने आफ्नो प्रतिक्रिया दिनुहोला।